हेलो गाइज, वेलकम टु माई एनदर ब्लग। आज हामी चोबारमा आएको छौँ। यसो 3-4 जना साथीभाइहरू मध्य बर्खामा यहाँ त एकदमै हरियाली होइन, यति राम्रो रौनक छ। यहाँ धेरै मान्छेहरू पनि हुनुहुन्छ। डाँडा हो यो खाल्डो चाहिँ यति बेला यो ढुङ्गा निकाले हुनसक्छ होइन, एकदम गहिरो खाल्डो छ। त्यही हो, यो मध्य बर्खाको सिजन हो, जताततै हरियाली छ। यसो घुम्दिरह हामी कुराहरू सोध्न चाहन्छु, कस्तो लागिरहेछ यो आजको यात्रा, आजको घुमाइ? रमाइलो छ। अरू के हुन्थ्यो, ठिक छ। तपाईँहरू पनि आउनुहोस्, आज घुमेर रमाइलो लिनुहोस्। अनि यहाँको यो गुम्बाको बारेमा के भन्ने, यो हरियालीको बारेमा के छ धारणा? प्राकृतिक सौन्दर्यता देखिन्छ। गुम्बा चाहिँ अब त्यो सायद बौद्धको गुम्बा होला जस्तो छ। यो आज हामी यहाँ घुम्न आएका छौँ, तपाईँको फर्स्ट टाइम भन्नुभयो। यो सबै कुराहरू हेर्दै गर्दाखेरि तपाईँले कस्तो लागिरहेछ? एकदम राम्रो छ, रिफ्रेसमेन्टको लागि आनन्द छ होइन। तपाईँहरू आउनु सक्नुहुन्छ। चारैतिर एकदम बजार देखिन्छ, चारैतिर डाँडा छ, हरियाली छ, आनन्द छ। आउनुहोस्, घुम्नुहोस्। अनि यहाँ चाहिँ एकदम विशेष भनेको अलि साँझतिर आउनुपर्छ जस्तो छ। अब स्टेसनहरू हेर्न पाइन्छ ठाउँ ठाउँमा। यहाँको विशेषता चाहिँ त्यही हो होइन। ल अहिले त्यति भने हेर्नुहोस् है, यो चाहिँ ऊ स्टेसन भनेर पारि जुम गरेर देखाउनुहुन्न, त्यो स्टेसन भनेर पारि। यो स्टेसनहरू यहाँ धेरै छ। तपाईँको त्यो पारि चाहिँ मन्जुश्रीको त्यो स्टेसन हो, स्ट्याचु छ होइन। अनि यो चाहिँ पारी, यो चाहिँ यसको वरिपरि रहेको यो हरियाली वातावरण, राम्रो घरहरू बनेको छ। अनि माथि डाँडाहरू तपाईँको चन्द्रगिरी साइडतिर, अनि यो मासतिर तपाईँको यो बौद्ध गुम्बा, यो किर्तिपुरको बौद्ध गुम्बा हो, चोबारको माथि डाँडामा छ। यहाँ पारी चाहिँ यो स्ट्याचु चाहिँ मन्जुश्रीको हो। यो मन्जुश्रीले चाहिँ यहाँको यो काठमाडौँ पहिला तलिया क्षेत्र हो, यहाँको पानी फालेर चाहिँ यो बस्ती बसालेको भन्ने मान्यताहरू रहेको छ। अनि यहाँ तलपट्टि हो चाहिँ यो गल्छी, चोबारको गल्छी भन्ने, यो गल्छी यो एकदम साँगुरो छ। अनि दुईवटा चट्टानको बिचमा साँगुरो यहाँ काठमाडौँको पानीहरू बाहिरिने ठाउँ हो। यो यहाँदेखि तलपट्टि देखिने यो चाहिँ ललितपुरको छेउ हो। अनि यहाँ माथि जङ्गलको नजिक यो चाहिँ यता व्हाइट गुम्बा माथि डाँडोमा। रमाइलो छ है यहाँ त है। यसो न यदि फ्रेस हुन चाहनुहुन्छ भने मजाले आउँदा हुन्छ।